नमस्कार। आज हो मेरो बल्कको डे 94 र आज हो रेस्ट डे। रेस्ट डेमा मैले के गरेँ भनेर हेर्नको लागि भिडियो अन्तिमसम्म हेरिदिनु होला। बिहान 7 बजे उठेर योगा गरेँ। कन्टेन्ट क्रिएसनमा लास्टै ओभर थिङ्किङ गर्न थालेर यसरी नै कन्टिन्यू भयो भने टाउकोमा एउटा पनि कपाल रहने छैन। जे भए पनि 9 बजे मर्निङ टाइमको हेल्दी टी पिए। साथीको भिडियो देखेको थिएँ, त्यसैले साथी भेट्न भनेर 10 बजेतिर गए। भेटेर आए। 11 बजे बल्ल बिहानको ब्रेकफास्ट गरे। घरको कल पनि बिग्रिएको थियो। अब जेठो छोरो भएपछि सबै काम आफूले नै गर्नु पर्यो। कल बनाइसकेपछि 12 बजेतिर क्रेटिन लिए। 1 बजे कपालमा मस्टार्ड ओइल लगाए। यसले हेयर लसलाई पनि निकै कन्ट्रोल गर्ने गर्दछ। 2 बजे नुहाउँदै पोजिङको प्र्याक्टिसहरू गरे। नयाँ पोजिङहरू सिक्नु पर्ने आवश्यक छ मलाई। 2:30 मा लन्च कम्प्लिट गरे। 4 बजे 1 घण्टाको ट्युसन क्लास लिएर म गए वकमा। 6 बजे आएर एडिटिङको काम सके। 7 बजे डिनर गरे र सुत्नुभन्दा अगाडि अश्वगन्धा लिए। र आजलाई यति नै। मेरो रेस्ट डेको भिडियो मन पर्यो भने फलो गरिदिन नभुल्नु होला। थ्याङ्क यू सो मच। लभ यु अल र भोलि भेटौँला।